नमस्कार सबैजनालाई। आज लक्ष्मी पूजा, सायद यहाँहरू पनि लक्ष्मी पूजाको तयारी गर्दै हुनुहुन्छ होला। म पनि लक्ष्मी पूजाको तयारी सुरु सेलरोटी बनाइरहेकी छु। आज मैले बनाइरहेको सेलरोटी ठ्याक्कै मैले सोचे भन्दा फरक बनेको छ। मेरो मेहनत पुगेन कि के पुगेन पनि आशा गरे भन्दा अपेक्षा गरे भन्दा अलि फरक बनेको छ। अब स्वीकार्नुको विकल्प छैन। फेरि अर्कोचोटि बनाउँदा अझै राम्रो तरिकाले बनाउनु पर्ला। यो पनि एउटा सिकाइ हो। ठ्याक्कै जीवनमा पनि कहिलेकाहीँ आफूले सोचेको भन्दा उल्टो भइदिन्छ। अथवा यस्तै मैले सेलरोटी राम्रो बन्छ भन्ने, एकदमै गजबको बन्छ भन्ने सोचेकी थिएँ। सायद आफ्नै मेहनत पुगेन कि के पुगेन। त्यस्तै तरिकाले जीवनमा पनि कहिलेकाहीँ आफ्नो मेहनत अथवा विभिन्न कुराहरू के कुराहरूको कमीले गर्दा हुनसक्छ, सोचे भन्दा फरक भइदिन्छ। त्यतिखेर आँचिएर हरेस खानुको साटो सहर्ष स्वीकार गरेर अगाडि बढ्न सक्यौँ भने जीवन रमाइलै हुन्छ। किनकि यो एउटा यात्रा हो। यहाँ निरन्तर हिँडाइ, निरन्तर सिकाइ छ। आफ्नै जीवनलाई एकपटक पछाडि निहालेर हेर्दा त्यहाँ कुनै विश्वविद्यालयको भन्दा बढी नै सिकाइ अनुभव भेटिन्छ। कतिपय मनमा पलाएका मोहहरूलाई त्याग गर्दा लालचहरू मेटिन्छन् भने जीवनका पाइलाहरू अगाडि बढाउँदै जाँदा त्यहाँ आफ्ना गन्तव्यहरू भेटिन्छन्। त्यसैले यो जीवन तपाईले पछाडि फर्केर रोएर दुखी भएर पनि अगाडि बढ्न छोड्दैन। किनकि समयले तपाईलाई एक सेकेन्ड पनि पर्खदैन र तपाईले हाँसी खुसी गरेर अगाडि बढ्नु भयो भने त्यसले पनि तपाईलाई आखिर जीवनको किनारा नपुगुन्जेलसम्म निरन्तर हिँडाइ र यो यात्रा त निरन्तर जारी नै रहन्छ जीवनको। जुन दिन यात्राको अन्त्य हुन्छ त्यो दिन सायद जिन्दगी नै अन्त्य हुन्छ। त्यसैले यो सुन्दर जीवनलाई पश्चाताप, कुनै त्यस्तो कसैसँग रिस राग, कसैप्रति शत्रुता कटुता राख्नुको साटो बरु जीवनमा भएका विभिन्न सिकाइलाई अनुभवका रूपमा लिँदै आफूबाट भएका कमी कमजोरीलाई सच्याउँदै र कहिलेकाहीँ कसैलाई माफी दिँदै, कहिलेकाहीँ माफी माग्दै, कहिलेकाहीँ यस्तै कुराहरू समझदारीका साथ जीवनलाई अगाडि बढाइयो भने साँच्चीकै यो सुन्दर जीवनलाई अझ सुन्दर बनाउन सकिन्छ जस्तो लाग्छ। त्यसैले जहाँ जुन अवस्थामा हुनुहुन्छ, म जसरी आफ्नै पारामा एक्लै तिहार मनाउँदै हुन्छ भने पनि मजाले रमाउनुहोस्, तिहारलाई एकदम इन्जोय गर्नुहोस्। किनकि यो हामीलाई अझै डबल खुसी दिन आएको हो। चाडपर्व भनेका हामीलाई हाम्रो जीवनमा एउटा महोत्सव जस्तै हो। समय समयमा रिफ्रेसमेन्ट, आफ्नो परम्परा रीतिथिति मान्नुपर्छ। देश विदेशमा यसरी एक्लै हुनुहुन्छ भने पनि खुसी हुन सिक्नुपर्छ। हुन त परिवारसँग बसेर सबैजनासँग गफिँदै चाडपर्व मनाउनु, सेलरोटी बनाउनु, विभिन्न परिकारहरू बनाउनुको मजा त बेग्लै छ। तर पनि त्यहाँ पनि त तपाईँ रमाउने तपाईँ आफै स्वयं नै हो नि त, होइन? त्यसैले जहाँ हुनुहुन्छ, जुन अवस्थामा हुनुहुन्छ, रमाउने प्रयास गर्नुहोस्। किनकि हामीले चाहेको भनेकै शान्ति, सुख, खुसी नै हो। सायद सबैको एकमात्र चाहना सुख शान्ति मनोकामना नै होला। त्यसैले एकदमै इन्जोय गर्नुहोस्। लक्ष्मी पूजाको यहाँहरू सम्पूर्णलाई विशेष विशेष शुभकामना। लक्ष्मी माताले यहाँहरू सबैमाथि कृपा गरून्। सबैको घरमा सुख सम्पत्ति, शान्ति, समृद्धिले भरिपूर्ण
बनाइदिउँ। देशको अहिलेको विषम परिस्थिति हटेर नयाँ गन्तव्य, नयाँ पाइलाहरू, नयाँ परिस्थितिको सृजना होस् ताकि देश अझै अगाडि प्रगति पथमा अगाडि बढ्न सकियोस् र हामी सबै जनताहरू सुख शान्तिपूर्वक सुन्दर शान्त नेपालका नागरिक बन्न सकौँ र सबैजनाले आफ्नो क्षेत्रबाट योगदान दिँदै अगाडि बढ्न सकौँ र सबैलाई श्री पशुपतिनाथले सद्बुद्धि सत्कर्म गर्ने प्रेरणा प्रदान गरौँ र नवदुर्गा भवानीले सबैको मनोरथ पूर्ण गरौँ। यहाँहरूलाई भाइटिकाको हार्दिक मङ्गलमय शुभकामना। एक्लै भए पनि सेलरोटी चाहिँ टन्नै पकाइयो। अलिकति त छरछिमेकमा पनि त बाँड्नु पर्यो नि। छरछिमेकमा तिहार छैन, तिहार मनाउनुहुन्न।